हेलो नमस्ते सबैजनाहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि हार्दिक स्वागत छ। अनि अहिले चाहिँ कोरियामा 3:30 भइसकेको छ दिउँसोको। अनि आज चाहिँ के छ भन्दा जस नेपालको अन्डर-19 वर्ल्ड कप क्वालिफायरको फाइनल म्याच अफगानिस्तान र नेपाल अन्डर-19 टिमको फाइनल म्याच हुन गइरहेको छ। तर विडम्बना हामी कहिले पनि फाइनल जित्न सक्दैनौँ या भनौँ फाइनल हाम्रो लागि होइन। अनि योपालि पनि के भइरहेको छ भने पानी चाहिँ एकदम अत्याधिक आइरहेको छ। बिहानसम्म पानी आइरहेको थियो। लोअर मुलपानीको ग्राउन्ड अहिलेसम्म चिसो नै छ। अनि पानी त केही समय रोकिएको छ भनौँ अहिलेसम्म। अनि जस फेरि के भनौँ भन्दा 12:30 बजे 12 बजेबाट 70% रेनफलको सम्भावना रहेको छ। अर्थात् पानी एकदम पर्ने सम्भावना छ त्यो एरियामा। त्यही हो, पानी चाहिँ अब सम्भावना भएपछि पर्छ नै, त्यो अभियसली हो। अनि गेम चाहिँ 2:40सम्म टस भयो भने चाहिँ 20 ओभरको गेम खेल्ने भन्ने कुरा आइरहेको छ। अनि त्यही हो, गेम होस्, पानी नपरोस्, भगवानले साथ दिनुहोस् भनौँ न। अनि हामी योपालि पनि फेरि अन्डर-19 वर्ल्ड कपमा गएर योपालि सुपर 8मा मात्र होइन फाइनल 4 टिम मध्येमा पर्ने छौँ भन्ने एउटा आशा राखौँ। अनि मैले यो भिडियो मेन बनाउनुको उद्देश्य चाहिँ के थियो भन्दा अहिले चाहिँ म साउथ कोरियामा छु। अनि साउथ कोरियामा अहिले धेरै स्टुडेन्टहरू आइराख्नु भएको छ। एज अ स्टुडेन्ट भनौँ न, पढ्नकै लागि भनेर आउनुहुन्छ। तर पढ्नकै लागि मात्रै नभएर हामी अब हुन्छ नि, काम गर्ने भनेर आएको हुन्छौँ मेन त। अनि त्यति बेला हामी नेपालबाट कोरिया आउनको लागि पहिला भिजा लागोस् भन्ने नै मेन कुरा हुन्छ कि हामीले कलेज डिसाइड गर्दैनौँ राम्ररी। जुन कलेज भए पनि चल्छ, सिटी चुज गर्दैनौँ राम्ररी। जुन सिटी भए पनि कोरिया त हो, जहाँ गए पनि जानै छ भन्ने टाइपले लिन्छौँ। अनि कन्सल्टेन्सीले फेरि त्यसै फुरुक गरिदिन्छ क्या। अनि कन्सल्टेन्सीले कोरिया गएपछि त पैसा त मालामाल, अब के भए नभएको गफ हानिदिन्छ होइन। अनि त्यो गफ चाहिँ हामी पत्ताउँछौँ। वास्तवमा कन्सल्टेन्सी भनेकै एजेन्टहरू हो। उनीहरू भने एजेन्ट त के भन्ने, उनीहरूलाई दलाली नै भनौँ, मान्छे बेचुवा नै हो हुन चाहिँ। तर हाम्रो देशको स्थिति के हो छ कि सबैलाई विदेश जानु छ। अनि विदेश जानु छ क्या, नेपालमा बसेर केही गर्नै सकिन्न। सरकारी जागिरै खाइयो भने पनि सानो पोस्टको लागि सरकारी जागिर कुनै पनि होइन, ठुलो पोस्टको सब चोरहरू नै हो। अनि नेताहरूको त के कुरा गर्नु, चोरहरू नै हो, सब चोरहरू हो। अहिले अझ एउटा काण्ड निस्केको छ क्या, पोखरा विमानस्थलको 17 करोड काण्ड। 17 करोड छैन नि, फेरि 17 अरबको भ्रष्टाचारको काण्ड। के भन्ने, यस्तो छ क्या हाम्रो देशको विडम्बना। अनि हामीलाई विदेश आउनै पर्ने बाध्यतै छ। अनि हामी चाहिँ अब हुन्छ नि, एज राम्रै कन्ट्री जाऊँ भन्ने सबको भावना हुन्छ। अनि त्यसपछि हामी सक्दो कोसिस त गरेकै हुन्छ राम्रो ठाउँमा आउनलाई। अब ऋणै खोजेर भए पनि जस 2-4 लाख लगानी गरौँ। अनि त्यसको पछि फ्युचर राम्रो हुन्छ भनेर सोचेर ऋण खोज्न पनि केही चाहिँ मान्दैनौँ। यदि हाम्रो देश गतिलो हुन्थ्यो भने जति हामी लगानी लगाएर यो ठाउँमा विदेश जुनसुकै ठाउँमा जान्छौँ, त्यो पैसाले हामीले धेरै के लगानी गरेर त्यहीँ केही गर्न सक्थ्यौँ। त्यो पैसा भनेको यति धेरै एमाउन्ट हो कि जस्ट के भनौँ, त्यो अमाउन्ट मात्रै होइन कि त्यसले हामीले जे पनि गर्न सक्छौँ। तर हामीमा आँट आउँदैन, किनभने हाम्रो सरकार गतिलो छैन। यदि गरिहाल्यौँ भने पनि हामी डुबिन्छ, त्यसबाट फेरि उकासो लाग्दैन। अनि विदेश फेरि आउनै पर्छ। त्योभन्दा बरु पहिले लगानी गरेर जाऊँ। अनि जसको नि मेन्टालिटी नेपालबाट छोडेर जाँदा के हुन्छ भने एकचोटि विदेश जान्छु, त्यसपछि राम्रो कमाउँछु, अनि आएर यही देशमा केही गर्छु। तर त्यो नहुँदो रहेछ क्या। आएपछि यहाँको बाध्यता छुट्टै, आफ्नो फ्यामिली, घर परिवार सब थोक हेर्नु पर्दो रहेछ। अब मान्छेले भन्छ नि 5-7 वर्ष बसेर आएर केही गर्छु। 5-7 वर्ष त यहाँ बसेर बल्ल आफू
बाटो छोप्न सकिने लेभल हो कि 5-6 वर्ष भनेको। अनि केही नहुँदो रहेछ। मान्छे एकचोटि विदेश बसेपछि ऊ लाइफ टाइम विदेशी नै हो क्या। विदेश धाइराख्नुपर्छ, किनभने नेपालमा गएर गर्ने वातावरण छैन अनि उसँग त्यति लगानी पनि हुँदैन क्या। जति मान्छेले भन्छ नि यसले यति कमायो उति कमायो अरे, नेपालीको बानी त हो होइन। त्यो सोचे जस्तो भने जस्तो केही नहुँदो रहेछ। अनि जे मैले भन्न खोजेको मेन मोटिभ चाहिँ के हो भने, तपाईहरू अरू ठाउँ जानुहुन्छ, अरू ठाउँको मलाई त्यति नलेज छैन, तर मैले अब जुन आएपछि मैले मेरो भोगाइ हुन्छ नि। सुरुमा म चाहिँ हुन्छ नि कन्सल्टेन्सीकै भरमा, उनीहरूले भनेकै भरमा यो गर भन्यो त्यो गरेछु, यो गर भन्यो त्यो गरेछु, उनीहरूले जे भन्छ त्यो मान्दै आएँ। अनि पछि मलाई धेरै कुरा थाहा भएको, उनीहरूले आफ्नो फाइदाको लागि भन्दो रहेछ कि हाम्रो फाइदाको लागि नै। उनीहरूले मलाई आउने बेला हप्ताको 2 दिन कलेज मात्र हुन्छ भनेर पठाएको थियो। म यहीँ आइसकेपछि बल्ल अरूको मुखबाट थाहा पाएको कि हप्तामा 2 दिन नै 4 दिन कलेज हुँदो रहेछ। त्यही पनि टाइम टेबल सेड्युल हामीले भने जस्तो गराउन नपाउँदो रहेछ, उनीहरूकै सेड्युलमा चल्नु पर्दो रहेछ। अनि त्यही हो। अहिले त अब इमिग्रेसनको छ्यापछ्याप्ती छ, आफूले अब अलिअलि खानालाई जुटाम भनेर काम गर्न नि पाइएको छैन। अनि जस यति गाह्रो भएको छ नि यो टाइममा। पहिला आएर 1-2 वर्ष अगाडि आएको त अलिअलि काम गरेको छ, उनीहरूलाई नलेज पनि छ। अनि उनीहरू काममा हुन्छ नि अलि लङ टाइम भएर साउले नि त्यति विश्वास गरेको हुन्छ। यदि त्यस्तो केही परिहाल्यो भने साउले पनि हेर्छ। हामीलाई त अब भर्खरै काममा अब लाग्ने हो, लाग्ने भन्दा भन्दै इमिग्रेसनले 77 दिनको टाइम झिकेर एकदम तीव्र बनाइरहेको छ यो इलिगल टाइपको बसेकोलाई चेकिङ। अनि त्यसमा हामी जस्तो स्टुडेन्ट जसको अब उस नै बनेको छैन, वर्क पर्मिट नै बनेको छैन, अनि हामी गर्ने भनेकै इलिगल हो। अनि यदि त्यस्तोमा हामी परिहाल्यौँ भने पनि हाम्रो एआरसी कार्ड पनि अझै आएको छैन धेरै स्टुडेन्टको, किनभने मार्च इन्टेकको बल्ल कुनै स्टुडेन्टको आयो, मेजोरिटीको आएकै छैन क्या अझै एआरसी कार्ड आए पनि यो पहिलो सेमिस्टर त हामीले वर्क पर्मिट बनाउनै नपाउँदो रहेछौँ। अनि त्यही भएर एकदम गाह्रो छ क्या। मतलब के भने हामी फर्स्ट सेमिस्टर त काम गर्नै नपाउने हो कि, इलिजिबल नै छैनौँ हामी फर्स्ट सेमिस्टर पार्ट टाइम काम गर्न पनि। अनि यहाँ फेरि यस्तो हुँदो रहेछ कि नेपालीलाई ठग्ने टाइपको हुँदो रहेछ। जस्तै दलेहरू भनौँ न, कोरियाका दलेहरू, अनि उनीहरू आएर स्टुडेन्टहरूलाई थेक्बे, मेन त अब प्रायले गर्ने कोरियामा थेक्बे नै हो सुरुमा आएर। अनि थेक्बे गर्न पनि उनीहरूलाई कमिसन दिन पर्दो रहेछ। अनि जस्तै यहाँको वर्किङ आवर रेट नै जस्तै 1000 रुपियाँ नेपाली भनौँ न, त्यति मिनिमम रहेछ। तर उनीहरूले हामीलाई त्यो दिँदैन, 800 दिन्छ। 200 रुपियाँ मिनिमम उनीहरूले खायो कि, तर त्योभन्दा बढी नै दिन्छ। थेक्बे भनेको म्यानुफ्याक्चरिङ कम्पनी हो, म्यानुफ्याक्चरिङ टाइपको कम्पनी भएपछि उसमा 1200-1300 एभरेज नर्मल स्यालेरी नै हो क्या। अनि त्यति आवरली दिँदा उनीहरूले अब एउटाबाट 400 रुपियाँ खान्छ भने 5 घन्टा गऱ्यो भने 2000 नेपाली त खायो मिनिमम। अनि अब आफूले त्यत्रो दुःख गर्नुपर्छ, एकछिन बस्न पाइँदैन काम गर्दा। अनि 2000 रुपियाँ उनीहरूलाई यत्तिकै बसी न उनीहरू चेकिङमा परेछन् न केही। अनि उनीहरूले यस्तोसम्म गर्दो रहेछ कि जो अलिअलि काम गरेको छ, धेरै गरेको छैन, उनीहरूलाई पैसा पेमेन्ट नै नगर्दो रहेछ। गरे पनि 4-5 महिनापछि। यार त्यति बेलासम्म के गर्ने? 4-5 महिना भनेको नट अ सर्ट टाइम के, यो धेरै लामो टाइम हो। 4-5 महिनासम्म खाने बस्ने पैसा सबै ल्याएको सकिन्छ। अनि अलिअलि कामबाट आउँछ कि भन्ने आश हुन्छ, त्यो पनि अब 4-5 महिना लगाइदिएपछि त के गर्ने अप्सनै हुँदैन। त्यही भएर त्यस्ता दलेहरूको थ्रुबाट जानुभन्दा पनि तपाईँले बरु कोरियामा पार्ट टाइम जब खोज्ने धेरै एपहरू छ, त्यो युज गरेर काम खोज्नु होला। भाषा एकदम राम्रो बनाउनु होला, भाषा मेन हो। किनभने मेरो पनि छैन भाषा त्यति, पढ्न चाहिँ इपिएस लेभल पढेको, बट हुन्छ नि उहाँको पढाइ र यहाँको पढाइ धेरै फरक के। भनौँ न हामीले अब इपिएस पढ्यौँ, मिनिङहरू खायौँ, ग्रामर खायौँ, तर त्यसलाई रियलमा बोल्नमा युटिलाइज कतै पनि भएन।
यहाँ आएर बोलेको कोही बोलेको सुन्दा पनि अब ऊ बोलेछ तर मिनिङ एक दुईवटा फ्याट्टफुट्ट के भनेको याद छ, तर उसले यति फास्ट बोलिदिन्छ कि आफूले बुझ्नै गाह्रो हुन्छ। अब हामीले थुत्की सुनेर आएको, थुत्की यति सोलो बोलिदिन्छ, दु टाइम रिपिट गर्दा हामीलाई त अब त्यही सुन्ने बानी लाग्यो। अनि यो कभर अप गर्न नि गाह्रो पर्दो रहेछ। त्यही हो, बेस्ट अफ लक, नआत्तिनु होला। सबैको दिन शुभ रहोस्। हस्त, धन्यवाद।